नेपाल सम्मतको आन्दोलन जुन सडकबाट सुरु भएर सदनमा पुर्याएका थियौं हामी अधिकार कर्मीहरूले र नेपालको संविधान लेख्ने समयमा नेपाल सम्मतलाई आधिकारिक मान्यता प्रदान गर्नु पर्यो, यथोचित मान्यता दिलाउनु पर्यो भन्ने हाम्रो मागलाई संविधान सभा लेखनमा हुत्याइएको छ। त्यहाँबाट यो प्रस्तावलाई गल हटाइएको छ, बाहिर निकालिएको छ। त्यसकारण जिज्ञासा के रह्यो त भन्दाखेरि हाम्रा आजका प्रमुख अतिथि पुष्पकमल दाहाल स्वयं पार्टीका अध्यक्ष नेकपा माओवादीका अध्यक्षले समेत यस प्रस्तावलाई मतदान हुँदाखेरि विपक्षमा मतदान दिएको देखियो। त्यसकारण जिज्ञासा के रह्यो त भन्दाखेरि सडकबाट आएको यो नेपाल सम्मतको आन्दोलनलाई यथोचित मान्यता नेपाल संविधानमै प्रदत्त रूपमा राख्न भन्ने कुरामा यहाँहरूको विमति देखियो र यस विषयमा के कस्तो विचार हो हामी जवाफ त माग्न सक्दैनौँ, तर कमसेकम मन्तव्यको रूपमा केही कुरा सुन्ने पनि हाम्रो इच्छा रहेको छ।